नमस्कार, स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। आज हामी तीन बहिनी भएर नुडल च्यालेन्ज गर्न गइरहेको छौँ। के कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला, स्किप नगरिकन। एकछिन हाम्रो बहिनीहरू बोल्छन्, हेरिदिनु होला। लेट्स गो। हाई गाइज, हेलो। मेरो बहिनीहरू छन् दुईजना अनि म। यहाँ रिमा, यहाँ छु म, यहाँ छ यहाँ खैरी मैली छ, यहाँ कुकुर छ एकदम। हामी चाहिँ आज के गर्ने अरे? नुडल च्यालेन्ज भन्दा है नुडल च्यालेन्ज। आज आन्टी घर आएर बहिनीहरूसँग भ्लग बनाउनको। हामी चाहिँ चौचौ उमारिसक्यौँ। आज चाहिँ हामीले चौचौ च्यालेन्ज गर्नेछौँ। यहाँ पुग्यो, यसको बोयफ्रेन्डले दिएको अरे। हो यसको बोयफ्रेन्डले दिएको। यहाँ आउनु कहिले दिने होला हामीलाई यस्तो बुके दिन्छन् फेरि पछाडिबाट चाहिँ दिनुपर्छ। अगाडि पछाडिसँग यस्तो म 5 मिनटमै बनाइदिन्छु यस्तो। हेलो गाइस, दोस्रो छुन बताउनु थियो। हाम्रो चौचौ पाक्दैछ। आज चाहिँ चौचौ च्यालेन्ज हुन्छ है साथीहरू। रिमाको कोठामा जाऊँ। खानै पाएन। रिमाको कोठा हेर्ने साथीहरू। के खाएन? अनुदिलाई गर्मी भयो अरे। गाइजहरू यहाँ चाहिँ चौचौ पाक्दै है। यहाँ चौचौ पाक्दै। अब हामी चौचौ खान्छौँ एकछिन पछि। केटीहरू चाहिँ उता खाए। म देखाउँछु। यहाँ छन् यिनीहरू। नक्कली दिदी आएर के राखिसक्नु भयो। यस्तै राम्रो हुनुभएको। म मान्छे नेचुरल हो त। नेचुरल भएको किन उसलाई मेरो अनुहार फुटेको थियो, त्यो भएर राखेको ल। रिमा दिदीको कोठा। रिमा त्यो पैसा दिँदै थिएँ अनि त्यो कचरामा टी सर्ट हुन्छ है। खाने हो कि म सुप मिठो हुन्छ खाएन। साथीहरू गाइस, अब यसले यहाँ न्यू टेक्निक बनाउँदैछ। फाल्नुभन्दा अन्त खानु के छ भन्दै यहाँ बनाउन फाल्नु हुन्न अरे यो। म त खाएको नि छैन भाइ। यसले हेर्नु त गाइस, काम बिगारे गरेर रिमाको कोठामा जानमा बिगारे, यहाँ पनि किचनमा पनि बिगारे। छाजाले कि मजाले झोलले नछाजाले मजाले हो र। एउटा के अरे मगर भाँसिएर यो बढी भयो, यो कुटु बढी गाइस। मैले आफ्नो साथीसँग सिकेर यसको दाम के हो? डल्ले के हो? डोमी डोमी टोमी हो रे। टोमीको दिदी कोमी। टोमी आऊ टोमी। जेन खाइ त ल गाई चलेपछि देखाउँला। ल 1 2 3 गो। म सक्दिनँ, म चाहिँ ढिला खान्छ आनन्दले। खा जितेर नि के भन्छ र? के भन्छ? अब म 500 रुपियाँ चाहिँ
500 रुपियाँ चाहिँ मलाई टुक्का खाइदिन्छु हार्नेले भाडा माग्नुपर्छ है हेरे कि मै हाल्छु भयो करेन्ट त पो रातो हुन्थ्यो 50 रुपियाँ रुवाला खाएको मलाई त कोही सोध्यो होला है कोही सोध्यो होला है भनेको नि यहाँ त्यसैमा आदि भयो बिहा त्यही त हो खाइसक्नु भएन अरे यो चिया जस्तो देखियो कि त्यो अघिकै थियो त्यसो हातै देखायो हातै देखायो खाएको देखेन हात कस्तो चिसो भइसक्यो त्यो बस्न आँट्यो ल ओहो माथिको माथिको खाएर आएको लास्टमा झ्याम्रो हालेर यस्तो माथि माथि हामीलाई तँले भन्दा त्यसले धेरै हालेको थियो कि होइन गिलास झ्याम पनि पानी मन जस्तो भयो गिलो भएको धेरै मात्रै भएर धेरै नपक्का भनेको धेरै नभए तेरो मुख खान सक्नु क्या म त म सिङ्गे भाइदियो हामी खाइसक्नु बाबु के भन्दा अरे हामी अस्ति नै त्यसमा खाँदैमा त कुवामा आगो आगो गर्दा यति त्यही हेर्नु भ्लग बनाउनु पनि भिडियो बनाएको होइन भिडियो बनाएर पठाएर कस्तो ब्लर आउँछ नि मैले एसडी भएन पठाएर गर्नुबाट पिरो भ्याइसक्यो मैले भ्याएन तर मैले भ्याउन हो दिमा भ्याउँछ कि दिमा फर्स्ट हुन्छ गाइड यही त छुमुकी के गाइछ त अनि अझ कसैको यस्तो देख्छ भुवा त कसले देखेको यति बेला यता जानु कि तपाईँ गाह्रो हुन्छ नि जानु हो आबु अनि म रानीलाई रानीले आफैले आफ्नो तारिफ आफैले गर्छ भाइ अनि अहिले गरेन कि त्यही भएर मैले गर्छु आफैले ले ठिक हो त्यो म त धेरै म खान्न अब म खान मन लागेन क्या ए फर्स्ट उयो हाम्रो चाहिँ गिफ्ट चाहिँ होइन के छ भने चाहिँ यो हो के अवार्ड ल फर्स्ट हुनुभएको अवार्ड ताली 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 फर्स्ट भएको है त्यो भयो पाण्डे हामी दिदी आउनु भयो राम्रो देखाएन म चाहिँ हामी यहाँ खाऊँ अब पुल गऱ्यौँ हामी अब हामी घर जान्छौँ भिडियो बनाउनु पर्थेन त्यो दाइ कति मोटो थियो
बाटो बाटोमा केही भयो भने चाहिँ म बाटो बाटोमा भ्लग बनाउँछु, नत्र घर गएपछि भ्लग बनाउँछु। हेलो गाइज, म चाहिँ घर आइसकेँ। आइरन भिडियोहरू एडिट गरिसकेँ। कस्तो लाग्यो हजुरहरूलाई मेरो भिडियो भ्लग? मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला, नगर्नु भएकोहरूले गरिदिनु होला। बाई बाई, अर्को भ्लगमा भेटौँ।